सचिवहरूलाई यथास्थानमा आसन गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। हेलो हेलो कृष्ण दाइ यस्तोमा छ अहिले सँगै ठिक छ साथीहरू ठिक। हेलो एभ्रिवान गुड मर्निङ। आज चाहिँ हामी लाएको रे सम्झना दिदी भन्नुस्। हामी चाहिँ आज पाहुना घर जान लाग्यो। किन जान लाग्यो? अहिले त्यहीँ गएपछि ओके। अनि तपाईँ एक्साइटेड हुनुहुन्छ पाहुना घर जानलाई? के प्रोग्रामको लागि जान लाग्नु भयो? आजको प्रोग्राम चाहिँ उहाँकोबाट हो है। अलिक के छ त्यही गएर हेरौँ ल। इन्भिटेसन चाहिँ उहाँकोबाट आएको हो। बाँकी भिडियो मात्र र गाडीमा हामी जाने हो। गाडी पनि आइसक्यो। हेलो हेलो कृष्ण दाइ ए ल बसौँ साथीहरू बसौँ। हामी हिँड्यौँ सबैजना। हुनुहुन्छ आजको ड्राइभर हामी पुग्नुपर्ने चाहिँ त्यहाँ माथि हो है गाइस। त्यहाँ माथि जानुपर्छ साथीहरू। हामी जाँदैछौँ महाकाजन पुग्न लाग्यौँ। पाहुना घर आइपुग्यौँ फाइनली। गेट चाहिँ यही हो। गेट इन्ट्री गर्ने गेट। नमस्कार नमस्कार सबैजना नमस्कार। ल हामी आइपुग्यौँ फाइनली। हजुर एकदम म त्यस्तो भएर आइपुगेँ। ल खाना खान थाल्यौँ। आउने बित्तिकै हामी त यहाँ खाना उहाँको एकदमै खतरा छ है। मेरो यहाँ मासु यता खाइसो यता। हेलो चिना दिदी खाना खानुभयो? नमस्कार। उहाँ फेरि एकदम हेल्दी खानुहुन्छ किन्दा एकदम चाहिँ भात कन्सियसमा चाहिँ दाल कन्सियस दाल भात कन्सियस। खाना खाइसक्यौँ फाइनली। भ्यू हेर्नुहोस् यताबाट यहाँको भ्यू। म हार्दिक अनुरोध गर्दछु र यसै गरी सम्पूर्ण शेर सदस्यज्यूहरूलाई यथास्थानमा आसन गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। साथका कार्यक्रम अध्यक्ष कृष्ण बहादुर कार्कीज्यूलाई पनि आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। र कृष्ण बहादुर माया लाग्छ चिन्ता लाग्छ। म आज मात्रै होइन मलाई समापन म गाउँपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट सम्पूर्ण हार्दिक नमस्कार। आज यो कार्कीज्यूलाई पनि शादीका साथ स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्दछु। प्रशिष्ट दोस्रो प्रेम कार्कीज्यूलाई पनि म खानामा लगाएर ताली बजाएर स्वागत गरिदिनु म हार्दिक अनुरोध गर्दछु। र सबैजनालाई बधाई छ सबैजनालाई उत्कृष्ट हुनुभएकोमा होइन। हामी यसरी यहाँ चढ्न लागेका छौँ। सबजनाको अवस्था यस्तो छ। बिहान सुमोमा आउने मान्छेहरू हेर्नुहोस् न अवस्था यस्तोमा छ अहिले। सँगै ठिक छ साथीहरू ठिक छ ल। बिहान सुमोमा अहिले ठुलो गाडीमा जानु। ल यो पाहुना घरलाई नि बाई बाई सक्यो आजको कार्यक्रम। बाई बाई मधुदाई बाई बाई। हामी चाहिँ अब हिँड्ने लेफ्ट राइटमा पर्यौँ। 11 नम्बरको गाडीमा छौँ। किन्दा यता हुनुहुन्छ साथीहरू सबजना उता हुनुहुन्छ 11 नम्बरको गाडीमा। 2 नम्बर उहाँको चाहिँ 2 नम्बर भन्नुहुँदो रहेछ। हामीले चाहिँ 11 नम्बर गाडी भन्थ्यौँ के। ल है सबैजना हिँड्न एक्टिभ हुनुहुन्छ सबैजना। फेरि आजको डे चाहिँ यहाँ चटपटेमा आएर कम्प्लिट हुन्छ। सबैजना मोबाइल हेर्न बिजी हुनुहुन्छ। म चाहिँ अब खाना बिजी।